हेलो नमस्ते ब्युटिफुल पिपल के छ नयाँ नौलो सब ठिक छ होला नि अनि आज चाहिँ हामी बुढाबुढी मेरो बर्थडे प्लस स्पेशल अनि न्यू डे न्यू भ्लग आज रमाइलो छ मेरो बर्थडे स्पेशल भ्लग आउनेवाला हो अनि हामी दुईजना आज ट्याक्क घुम्दैछौँ है अनि हामी ओभनबाट ट्याक्क यो सिल्भर वाटर हुँदै एम्फो हुँदै ट्याक्क टोलको बाटो सिधै हामी जाँदैछौँ प्लेन स्पोर्टिङ बिच भन्ने ठाउँ रहेछ त्यतातिर ट्याक्क यसो घुम्दै जानु पर्यो बिचतिर हाम फाल्न त मिलेन ट्याक्क केही बोकेको छैन त्यही पनि रमाइलो यसो घुमघाम गर्दै हिँड्नु पर्यो रमाइलो छ ल आज अनि अब ठ्याक्क त लाग्यो है यस्तै त हो नि ल अब यो चाहिँ स्पेसल डे मेरो लागि चाहिँ है होइन पेडेस्ट्रेरियन हेड भनिरह कि यहाँको मान्छे हिँडिरह एक्सिडेन्ट भएछ क्या ए भगवान् ऊ गर्ने मान्छे रहेछ उबर हान्ने मान्छे त्यहाँ उताको देखाइरहेछ त बाइक बिग्रेर है किन हो बसिरहेको रहेछ अब यसलाई अब ऊ आउँछ रोड साइड एसिस्टेन्टको गाडी आउँछ बाइक र मान्छे दुईजना हातले लगेर कोचेर अनि तैँले किन चलाइस् यहाँभित्र बाइक भन्छ तर बाइक त चलाउनु मिल्छ त्यही मात्र हो कि सकिसक्यो गयो त्यही मान्छेले गर्दा रहेछ त्यो हनुमानै रहेछ नि कहाँ आइदियो होला त यसो इलेक्ट्रिक साइकल लिएर जस्तो लाग्यो मलाई बाइक पनि होइन काम छैन उबर हान्न त बरु म त यो बाइक साइकल यो स्कुटी हेरी त बरु गाडीले हान्नु बरु एक दुई सय बढी कमाइला बाहिरबाट अर्को यो साइकलहरू बाइकहरूबाट तर एक दुई सय कम कमाउला गाडीबाटै ठिक छ उबर हान्न चाहिँ म नि हान्छु कहिले काहीँ उबर चाहिँ तर गाडीबाटै हान्छु बरु 300 कमाउँछु हप्ताको एक्स्ट्रा डेस्टिनेसन आइसकेका छौँ बुढाबुढी घुम्दै पार्किङ यता होला The beach ल ओर्लियौँ हामी अब जाउँ ल आइयो त अनि आइयो ड्याक्क होइन बुढाबुढी आइयो आज बर्थडे स्पेसल भ्लग भएर ड्याक्क अनि रमाइलो रहेछ ठाउँ जे एयरपोर्टको छेउ नजिकै बिच रहेछ एयरपोर्ट नजिकैको बिच हो यो दामी छ जस ठाउँ चाहिँ होइन पार्किङ पनि रहेछ यहाँनिर पार्किङ पनि ठ्याक्क त्यहाँ राख्ने ठाउँ छ त्यहाँनिर यतानिर नि छ टन्नै दामी छ जस ठाउँ चाहिँ अनि ट्याक्क रमाइलो छ दामी चाहिँ अब भ्यू हेर्नु आजको दिन घाम लागेको छ त्यही पनि चिसो हावा चलिरहेको एकछिन अनि ल्याफिरेस गरेर एकछिन बस्छौँ आज घर त राति 9 बजी नभई भइदिएन ओके सो त 12 बजीभन्दा चाहिँ अगाडि जाउँ असाइनमेन्ट गर्नु छ त्यही हो पारो त मजाले तपाईँ अलिक टाढै जाने होइन र त्यही पनि घरमा नि प्रोग्राम छ भनेर सुनेको थिएँ त प्रोग्राम त 11 बजेपछि हुन्छ अर्को पनि प्लेन उड्नु भयो जेड स्टार यहाँबाट देखेछ कि नै ऊ देखिया तर कस्तो टाढा जस्तो देखेको कि कहिले पछि
आइसक्यौँ लापेरस बिच ट्याक्क होइन त कहाँ आयो यो हामी लापेरस ट्याक्क होइन यहाँ गाडी पार्किङ त्यहाँ गाडी यहाँनिर छ यहीँ अनि हामी यहाँ छौँ भ्यू हेर्नु ट्याक्कै सही छ कस्तो लाग्यो त बुढाको बर्थडे स्पेसल डेमा रमाइलो लाग्यो अब बुढालाई आज माइक किनिदियो नि त एउटा भ्लगरलाई ल कति पर्छ 200-300 माइक लिनुपर्ने छ ठ्याक्क माइक र अनि ट्राइपड अलि राम्रो खाले लिनुपर्ने छ एउटा ल दामी छ बुढाबुढी इन्जोय गर्दैछौँ हामी यहाँ ठ्याक्क है त कति पिछ खोपीमा त हामी डाइभ हानेर आइदिन्छ होइन खोपीमा त हामी डाइभ हानेर आइदिइसक्छौँ यहाँबाट ट्याक्क ल यस्तो दामी छ रमाइलो बुढाबुढी आज स्पेसल बर्थडे भ्लग है आजको चाहिँ अनि कहाँ घुम्न जाउँ नि त मनाउनु हुँदैन त्यही भएर बर्थडे मनाउनु हुँदैन केक चाहिँ काट्न मिलेन अब कस्तो के भएको रे खुट्टे फर्किरहेको अलि हेरेर हिँड्नु नि फाल्टो यहाँ ए हो खतरा हालेर के छ राम्रो के भन्नु त के छ यस्तो राम्रो केप छ अब हामी यहाँ फोटो खिच्छौँ मेरो फोटो खिचिदिनु ल उता केपमा कि अलिअलि यसो फोटो सेसन भएर है ट्याक्क सबै मान्छेहरूले के नामहरू लेखेको रहेछ त्यस्तै हो अब लक पारेहरूको छुट्टै हुन्छ कस्तो छ है बुढाको बर्थडे डेटिङ भ्लग है यो चाहिँ ट्याक्क ओ चिप्लिन्छ यहाँ चाहिँ पुरै लेउ जस्तो छ त चिप्ल्यो भने त एकैचोटि फेरि एउटा छोरा हो नि त फेरि बर्थडे पनि हो है हुँदैन खतम हुन्छ दामी छ जे होस् यहाँ ठाउँ चाहिँ लास्ट दामी ठाउँमा आयो सही हो यो चाहिँ लापेरस बिच पार्किङहरू मजाले पाउँछ विकेन्डतिर आउनु यसो रमाइलो छ है ठाउँ हेर्नु मैले भ्यूहरू पनि देखाएको छु अब ट्याक्क अब अनि म चाहिँ एउटा अब अलि पछि चाहिँ ड्रोन सोन किन्ने विचारमा छु अब ड्रोन सोन किनिसकेपछि त झन् आइहाल्छ नि दामी
ट्याक्क जाने त्यो गाडी पछाडि ट्याक्क एउटा गुन्द्री लिएर आएको छु छोरीको छोरीलाई किन्न होइन खेल्नको लागि किनिदिएको होइन त्यही गुन्द्री ओछ्याएर आज अब पछाडिको ट्याक्क गाडीमा बसेर नगेट्सहरू लिएर आएको छ ट्याक्क त्यही हाल्नुपर्छ। अनि यहाँ यसो भ्यूहरू नि हेर्न आएको आज बर्थडे भ्लग्स त्यही माथि होइन अब इन्जोय हान्नु पऱ्यो नि त वर्षमा एकचोटि बर्थडे आउँछ घरिघरि आउँदैन। मेरो बर्थडे 2 दिन पर्यो बर्थडे नि आज र भोलि हो ट्याक्कै अब भरे 12 बजीसम्म त मेरो बर्थडे हो नि आज त हामी राजा हो नि बर्थडे भएपछि त स्कुलमा हो यार होमवर्क नगरी बर्थडे परेको दिन त केही गर्दैन थियो म्याम सरले होमवर्कै नगरी गइदिन्थ्यो अनि आज चक्लेट बोकेर गइदिने कि अनि होइन ट्याक्क चक्लेट बोकेर गइदिने हो बर्थडेको दिन। अनि म्याम आज मेरो बर्थडे सर आज मेरो बर्थडे भनेपछि अनि होमवर्क चाहिँ गर्दै आएँ नि ल त चाहिँ बस्न त आज तेरो बर्थडे अब के स्पेसल ट्रिट हुन्थ्यो क्या ल कसम बर्थडेको दिन त कसम गीत सित गाउने रे है डान्स हान्ने हो त्यसरी हुर्क्यो नि त हामी त फेरि अनि गाह्रो छ नि त छुट्टै हो हामी त अब 19 मान्छे त्यही माथि 2000 केही भयो पनि 90 नै हो नि त मान्छे त अनि हिजो 18 पुरा पुगेर आज 19 लाग्यो हो अनि त्यही भएर 19 को मान्छे है ठिकै छ। एनिवेज रमाइलो छ जस लाइफ चाहिँ है रमाइलो गर्नु तपाईँहरू नि खुसी हुनु है हाँसी खुसी हुनु मेरो भ्लग पनि राम्रो लाग्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब सबै गर्नु है त यस्तै हो म भ्लग हालिरहेको हुन्छु यसो अब विकेन्डहरूमा अब अरू बेला त भ्याउँदैन कमाउन मान्छे कामसाम गर्नु पऱ्यो गाह्रो छ फ्यामिली छ छोराछोरीमा गाह्रो छ मलाई त अब धेरै नै त्यो दामी छ त्यो यत्रो ठुलोमा के लिएर आउँछ होइन कार्निभल क्रुज चाहिँ चढ्न मन छ क्या कार्निभलवाला होइन अब छिटै नै आउँछ होला कि अब अलि हामी गयौँ भने चाहिँ बुढी खोइ जानै मान्दिनँ है के हो अब कलेज सलेज र उसको यताउति अब भ्याइ नभ्याइ हो अनि म कार्निभल क्रुज गएँ भने त झन् डे 1 देखिको भ्लग हाल्नेवाला हो क्या पुरै प्लान अनुसार है 2-3 दिनको गइन्छ धेरै त गइँदैन होला कि 3 दिन कि 5 दिनको गइन्छ अनि उसको कलेजहरू बिदा भइसकेपछि ट्याक्क प्लान गरेर कार्निभल क्रुज गएको त यस्तो मजाले भिडियो बनाउने हो ट्याक्क होइन मजा हुनेवाला छ त्यो हामी तर विकेन्डहरूमा आइरहेको हुन्छ भगवान् त हेरिदिनु अब रमाइलो है यस्तै हो इन्जोय टाइम मिलाएर बनाउँछु एडिट नि हाल्नु पऱ्यो टाइम यसो अलिअलि मेहनत चाहियो नि त त्यही भएर ल इग्नोर नगरिदिनु होला त्यही हो भयो खास रमाइलो छ ठाउँ चाहिँ है लड नआउनु होला लड्दैन यतिको के लड्छ दामी वरिपरि चाहियो मलाई राम्री नानी हामी बुढी राम्री नानी भनेको आजको लागि नानी भनेको मेरो बुढी हो अरू बेला र अरू नानीहरू हेरिदिनु पऱ्यो नि त कहिलेकाहीँ ल एकछिन हेऱ्यो एकछिन बस्यो है एकछिन बस्यो अनि ट्याक्क अब हामी जाँदैछौँ गाडीतिर घर त जाउँला घर त के छ र घरै जाने त हो नि जिन्दगी होइन सुत्ने खाते हो अनि खानी भाते हो जाने घरै हो अहिलेलाई त होइन त्यही भएर केही छैन जाउँला अब एकछिन गाडीमा बस्नु पछाडिबाट ट्याक्क मैले मिलाएको छु त्यसै चिलमा बस्नको लागि हो खासमा यहाँ आउने प्लान त थिएन तर रमाइलो रहेछ यो ठाउँ पहिला पनि आएको हो र तपाईँहरू पनि आउनु है दामी के पनि गएको थिएँ तलपट्टि त्यहाँ चाहिँ गएको थिएन आज गएको ठाउँमा चाहिँ त्यहाँ पनि रमाइलो रहेछ यसो विकेन्डतिर मिलाएर डेटिङ आउनु न है बुढाबुढी यसो छौ भने नि सबैजना छैन भने नेपालबाट हेर्दैछौ भने नि सबैजनालाई यस्तो राम्रो छ है अस्ट्रेलिया सिडनी त्यही माथि लापेरस भन्ने ठाउँ यो ठ्याक्कै यो एयरपोर्टको नजिकै पर्छ लापेरस बिच साइड एरिया भन्ने छ एउटा ठ्याक्क होइन रमाइलो छ है त्यहाँनिर आइपुगेछ है अहिलेको जस्तो टाइपको ल बुढीलाई नै रमाइलो लागिरहेको छ आज मन खुसी भएको छ हो बुढीको दिन थ्याङ्क यू सो मच भनेर अझै पाहाल्ने मलाई चाहिँ ल लापेरस बिचहरू मात्र होइन कि यहाँनिर चाहिँ लापेरस म्युजियम पनि रहेछ यतापट्टि त्यस ठाउँ चाहिँ दामी छ है दामी छ ल कौवा उड्न नसके होइन यहाँको यो कला रहेछ क्या यो लापेरसको छेउमा छ होइन यो कलै हो यो यता हावा पनि खत्रै लाग्दो रहेछ अनि कला पनि देखाउँदो रहेछन् है चराहरूले यहाँ त्यो कला देख्नको लागि हेर्नको लागि भने आउनु होला सिडनी नजिकै हुनुहुन्छ मेरो भ्लग हेरिराख्नु भएको छ भने त आउनु नि होला त नेपालबाट हेरिराख्नु भएको छ भने लास्ट रमाइलो छ यो ठाउँ चाहिँ
दामी छ। सिटी आउँदा आउनु होला। सिटी आउँदा आउनु होला, नत्र भने टिकट काटेर फेरि भिजा लाएर आउनु होला हेर्नको लागि। होइन भने मेरो भ्लगमा इन्ट्री ट्याक्क गरेर ट्याक्क हेरेर लाइक सेयर सब्सक्राइब गरिदिनु। अरूले नि हेर्छ, तपाईँहरूले मात्र होइन कि सबैले हेर्नु पऱ्यो नि त। यो यस्तो राम्रो स्वर्ग, यो त जन्मिँदै स्वर्ग देखेको भन्ने कसैले छ र छैन नि। जुन कुरा आज स्पेसल डे, स्पेसल भ्लग अनि मेरो बर्थडे डे त्यही माथि, अनि त्यही भएर हामी ट्याक्क घुम्दै हिँड्दै आइरहेछौँ। बुढीलाई स्पेसल बनाउनुको लागि हो खासमा। यसले चाहिँ मलाई बनाउनु पर्ने, तर मैले को बनाइरहेको छ त्यही पनि ठिकै छ। मैले गाडी चलाएर ट्याक्क घुमाउँदै लिएर आएको। अनि एसयुभी गाडी किनेको चाहिँ फाइदा छ है। ट्याक्क यसरी ट्याक्क यहाँ कार्पेट राखेर बस्न नि मिल्यो बुढाबुढी है। यस्तो स्पेसल आजको स्पेसल भ्लग। ह्याप्पी बर्थडे पनि भन्नु अनि कमेन्टमा ट्याक्क। म चाहिँ ट्याक्क अनि 17 पुरा पुगेर 18 लागेँ आज। मेरो एज गेस गरेर अनि कमेन्टमा लेखिदिनु ल कति भयो है त। अनि मेरो उहाँ चाहिँ बुढी हो, गृहमन्त्री, त्यति भनी बुझ्नु। अब हाम्रो त केही नै चल्छ र यहाँ जिन्दगीमा, सबै बुढीहरूकै चल्ने हो। त्यो रिसाउँछ क्या फेरि मेरो बुढी, कसैमा यस्तो भने नबस्ने। अब गाडीमा बसिरहेको छु नि फेरि। ल बर्थडेको स्पेसल नक्लेस ट्याक्क अनि ससहरू छ अलिअलि। दामी ल गाडीभित्र बसेर भ्यू हेर्दै। लाइन छ होइन ट्याक्क यो ट्याक्क अनि हिँडिन्छ अनि त्यहाँबाट। ल लापेरस अब बिचलाई होइन, लापेरसलाई बाई बाई होइन। लापेरस ट्याक्क म्युजियम पनि रहेछ यतापट्टि, अनि यता बिच पनि छ। राम्रो राम्रो रेस्टुरेन्टहरू पनि रहेछ, टोइलेट मुक्ति ठाउँहरू सबै छ, पार्किङदेखि सबै कुरा छ होइन। ट्याक्क घुमेर आइयो लापेरस बिचतिर। यसो बर्थडेको भ्लग आज है यस्तै छ। अब आज घुमेर आयो बुढाबुढी ट्याक्क है, टाइम स्पेन्ड गऱ्यो, यसो मजा भयो आज। अनि ट्याक्क घर आइयो। अब चाहिँ ट्याक्क एकछिन माथि रेस्ट गर्छु, अनि त्यहाँबाट आजको भ्लग यति नै होला अब होइन। अब उही त हो नि, भोलिदेखि कामसाम यताउति। आजको आइतबार हो, ट्याक्क बर्थडे पनि परेको। अब बर्थडे मनाउनु त हुँदैन होइन, हजुरबा बित्नु भएको छ। अब केक सेक काट्ने यताउति यस्तै हो। यसो गइयो बुढाबुढी, यसो घुमेर यसो हेरेर चाहिँ आइयो। अनि त्यहाँ म्याकतिर बसेर यसो अलिअलि खाइयो, अनि त्यहाँबाट घर आइयो ठ्याक्क। ल हेर्दै हुनुहुन्छ भने ट्याक्क है सब्सक्राइब गर्नु, नयाँ हुनुहुन्छ भने होइन। अब लाइक कमेन्ट सेयर सब्सक्राइब सबै गरिदिनु मन पऱ्यो भने। ल हामी अर्को भ्लगमा भेट्नेवाला छौँ। खुसी भएर बाँच्नु है, इन्जोय गर्नु, त्यही हो। अब म भ्लग हालिरहेको हुन्छ, यसो हेरिदिनु। यहीँबाट हेर्नु भएको छ भने यसो म घुम्ने ठाउँमा कस्तो रहेछ भने हेरेर राम्रो लाग्यो भने गइदिनु घुम्नको लागि। त्यहाँ ट्याक्क होइन राम्रो छ, गइदिनु जानु। नेपालबाट हेर्दै हुनुहुन्छ भने ट्याक्क भ्यूहरू यसो देखाइदिन्छु। राम्रो राम्रो लाग्छ हौ विदेशको भ्यूहरू त, नेपालमा बस्ने हेर्नेहरूलाई त झन् होइन। त्यो पनि दामी हुन्छ। अरू आउँदै गर्छ। ल स्टे ट्युन है त, बाई।